अब त यति हो, अब निस्किनु पर्यो। अब बिस्तारै भेट्दै गरौँ न। अब कसैलाई लास्टै अब यो ब्लग भन्दा पनि अझै भेट्न मन लाग्छ भने अब क्युआर स्क्यानर हालिदिउँ ल। यसो अब इसियामा 1000 रुपियाँ 1500 हालेर मलाई भिडियो कल। हेलो 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 नमस्ते सबैलाई। तपाईँलाई एउटा के अरे म्याजिक लाग्न सक्छ है। फेरि अहिले म यहाँ भिडियो बनाउँदा फेरि त राति परेछ। फेरि एकैछिनमा अब यसपछि उज्यालो भइहाल्छ कसरी भनेपछि द्याट्स ट्यालेन्ट। त्यही त हो, अरू त केही होइन। ल हेर्नुहोस् है, यताबाट आवाज चाहिँ क्लियर आओस्, अरू त यस्तै हो। हिजोको ब्लग हालौँ त भनेको, तर त्यसमा गाली गलौज मात्रै थियो यार। अब एकदम सभ्य तरिकाको ब्लग बनाउनु पऱ्यो क्या, एकदम सभ्य। अब के त्यहाँ हाई गर्छन् मान्छेहरूले मलाई। ब्लगर आयो काठमाडौँ, फेरि हेर्नु ब्लगर आयो काठमाडौँबाट भन्छ होला यार। आइफोन पनि लिएर घुमिरहेको छु नि त, आफ्नो भएन। अब यो छ बादल यस्तो बवाल देखेछ आज। मौसम त ठिकै छ। कुन वालामा जाने हो, साइड वालामा कि चिकेटी ओली? त्यो उताको जहाँ गहिरोवाला छ कि गहिरोवालामा त्यहाँ त मिठो हुन्न यार। तर चिल्लोवालामा मिठो हुन्छ, तर चिल्लोवालामा फेरि बनाउँछ कि बनाउन्न यार। अस्ति नै त बनाएको थिएन। तिमी यो रिक्साको झट्टा नलगाइ, मेरो हात हल्का टाढे छ। त्यसरी हात लामो झ्याप्पो फस्ला यार। मेरो हिजो मोबाइलबाट खिचेको ब्लग यार, ब्लर आएर पुरै ब्लर बाहेक केही पनि छैन त्यसमा। भिजन आँखा अस्पतालमा आँखा जाँच गराउन आउनुहोस्, मेरो भिडियो हेरेर 10% डिस्काउन्ट। मेरो त होइन, त्यो पनि यति भनिदिनु त के जान्छ र। नर्सिङ होममा पनि भनिदिउँ क्या हो, नर्सिङ होममा पनि आउनुहोस् भ्लग बनाउनु, के अरे चेक गराउनु। सिराज ब्याङ्कमा आउनु, पैसा निकाल्नु 10 रुपियाँ मेरो एकाउन्टमा। विशेषको क्लिनिक देखाइदिनु पऱ्यो क्या हो। क्लिनिक त के भन्छ, दाँत उपचार केन्द्र हो। विवेकको चाहिँ डेन्टिस्ट भन्दा पनि अब काइन्ड अफ वे भन्ने, काइन्ड अफ त्यो अब हल्का साफसफाइ होला। साफसफाइ मतलब फेरि दाँतको साफसफाइ भनेको, घरको होइन। यो गुरुद्वारा कसम यार, यो ब्लगर त लास्ट गएको रहेछ। हात दुखेर मरिजाँदो रहेछ मान्छेहरू, हात लास्ट दुख्दो रहेछ यार। अच्छा जिमको पहिलो दिन त सबै दुख्ने हो। यार लास्ट हात दुख्दो रहेछ यार। यो खतर देखेछ तर यो होटल के अरे नाम, डायमन्ड प्यालेस। डायमन्ड प्यालेसमा स्विमिङ हान्ने भनेको, तर यार कति 40-50 हजार लगिदिन्छ क्या। 50-60 हजार स्विमिङ गरेको लगिदिन्छ क्या। त्यसले मलाई हेरिरहेछ नि यसरी, तर यसरी क्यामेरा यस्तो गरिनँ मैले। अब उताको मान्छेले देखिरहेछ मलाई, मतलब मैले खिचेको कुराहरू कि। यहाँको बन्द गर्दैछ त्यो यार, नत्र क्लब जानुहुन्थ्यो, किङ्स क्रस क्लब। आज दिउँसो झ्याउला। अब किताब पढ्नु पर्यो भनेको, श्रीमद् भगवत गीता पढ्न लाग्यो, निन्द्रा लाग्यो यार। 10 मिनट पढ्न सकेन मैले किताब यार। कसम यस्तो अल्छे। कलेजमा त कहाँ किताब पढिन्छ, त्यो त पिडिएफ पढिन्छ नि त। किताब त पढिनै पर्छ त, युट्युब हेर्ने कि पिडिएफ पढ्ने हो। मलाई किताब पढ्ने बेला पुरा निन्द्रा लाग्यो यार। म त एकछिन सुत्दै एकछिन जिम जाने बेलामा च्याप मस्त भइहाल्यो। ट्राफिक लाइट छैन, कुदाउ। यो रेड लाइट भइगयो, रेड लाइट भइगयो यार। अब यो ठुलो ट्रक त गइहाल्छ होला नि, के जान्न। गइदिनु पछाडिबाट, ट्राफिकै छैन। हेर त सब गइरहन्, हेर त यत्तिकै रोक्दैछ मिनी, सब गइरहेछन्। टाइम मात्र वेस्ट भयो हाम्रो यार। अब हेर यहाँ माछा पुछेर ब्याङ्कमा पैसा माछा
ये माछापुछ्री ब्याङ्कमा एउटा चिनीको केटी थियो यार काठमाडौँमा। अब नाम नखुलाम म यहाँ नाम खुलिदिएको क्या फेरि यार। पुरा म त यस्तो गर्दैछु कि भ्लग पुरा लाखौँ भ्युज आउने सबले हेर्ने जस्तो गर्दैछु त यार। मान्छेको कुरा त हो। अब यार त्यो बत्ती के गर्ने माथिको के गर्ने पाक एयरप्लेनको लागि एयरप्लेनकै यही पोलमा ठोकिन्छ त्यो घरमा ठोकेको भने त्यो घरमा त बत्ती नै छैन त। कसरी जान्छ एयरप्लेन? कति सेकेन्ड छ? 20, 19, 18, 17, 16, 15 झ्याउ छ यार यो। के देखाउँथ्यो? नेपाल राष्ट्र ब्याङ्क। नेपाल राष्ट्र ब्याङ्कमा पैसा छैन के देखाउने यार? जे चिजमा पैसा हुन्छ पैसावाला अनुहारमा त देखाउने क्या। पैसा नभएको अनुहार देखाएर काम छैन। बुझायो होला। पुलिसको अनुहार पैसा छ र पुलिस त देखाइदिउँ, त्यही पनि देखाइदिउँ न। ओइ यो उताबाट किन यति स्पिड आयो यार? वाह यार नो रक। दिस इज द सभ्यता ब्लग। इङ्ग्लिस पनि आउनु यार। इन्टरभ्यू दिने अमेरिकाको इन्टरभ्यू दिन जाने बेलामा त खतरा इङ्ग्लिस बोले जस्तो लाग्थ्यो। अहिले त यार त्यो निस्किन्न त इङ्ग्लिस। वाह पोरो म्यान हेर यो आयो मेरो भ्लगमा अब हिरो। अमेरिका फेरि जानु पर्यो इन्टरभ्यूमा। कुटुम्बा रेस्टुरेन्ट जान्नौ? तल त बार जस्तो छ त, माथि रेस्टुरेन्ट कसरी पाउँथ्यो? तल हेर्दाखेरि त बार जस्तो छ त, माथि फेरि रेस्टुरेन्ट छ। तक्सर रियल इस्टेट। के गर्ने अब, गौ हमारी माता है, हमको कोई नहीं आता है भन्ने। शुद्ध जब होता पूरा इन्डियाबाट आएको। यहाँ पनि ट्राफिक लाइट छ यार। त्यहाँ हरियो बल्ल रातो बल्ल लागिसक्यो होला। छिटो कुदाऊ कुदाउनु त कुदाऊ, ठोक्न चाहिँ नठोक्नु फेरि। अन्त अरू त कुदाउनु जति कुदाए पनि हुन्छ। स्पिड हेर। वाइफाई नेपालको स्पिड खतरा छ क्या हो? अटो पनि खतरा कुद्दैछ त। 30 सेकेन्ड रहेछ अहिलेसम्म। 30 सेकेन्ड त धेरै हो। कहाँ छ केवाइसी? ए केवाइसी अटो नाम त भइहाल्छ। यो कुन बसमा यो कहाँ जान्छ बस यहाँबाट चाहिँ? आइसकेन यार। गाडीहरू पनि यस्तो खतरा आइसक्यो नि नेपालमा। होटल रोयल बागे देखेर एउटा कुरा याद आउँछ, तर अहिले भन्न मिल्दैन र हो। पेट्रोल हाल्यौ? अहिले कति छ पेट्रोल? ए भन्दै छ यार। पेट्रोल त भन्दै छ। सनराइज एकाडेमीमा कसम अरू त ठिक छ, नेपालको झन्डा हान्दैछ माथि यार। खतरा लाग्यो। धुलो यो धुलो कहाँबाट आयो? ए यो ट्र्याक्टरले मिलन जाने हो। मिलन रवि लामिछाने आइजान्छ फेरि मिलनको बिच। रवि लामिछाने अन द फायर भने को रवि लामिछाने अहिले त जेलमा छ। त्यतिखेर भनेको के, त्यतिखेर हामी गएको बेलामा ट्याक्कै न्युजमा आज त जेलमा अब त्यसलाई त अब ऊ राखेछन् नि यार, कैदी खतरा। तिमीलाई मैले यो भनेको कि एक्सचेन्ज गर भनेर स्कुटी यहाँ पछाडि यमाको, तिम्रो यमाको होइन यमाको स्कुटी एक्सचेन्ज छ नि, एक्सचेन्ज हान्दै न नयाँ बाइक हान्दियो भन्नुहुन्छ। तर फेरि बाइकभन्दा स्कुटी पनि दिन्छ। बाइकभन्दा स्कुटी नै कम्फर्टेबल छ लास्टै। पहिला नेपाल टेलिकमको अफिस हुन्थ्यो, अहिले के छ यो? बागेश्वरी एकाडेमी। पुलपुरको बागेश्वरी एकाडेमीमा पढ्न विद्यार्थी यहाँबाट जान्छन् नेपालमा न। खतरा रहेछ त यार।
नेपालबाट कोल्पुको बागेश्वरमा पर्छ मान्नै पर्छ। चौतारी दोहोरी साँझ एन्ड नेपाल नेपाली भान्साघर। दोहोरी साँझमा भात खान जानुपर्छ क्या हो, भान्साघर पनि लेखेन। यो एरिया कस्तो बिजी देखेको यार। यहीँ क्याफे छ, यहीँ टेस्टी छ। टेस्टी त के भन्ने हो र अब। मेला लगाउने हो मेला। एउटा शाहरुख खानको किताब थियो क्या यार, दिल्लीमा मैले ल्याउनै बिर्सिहालेँ। म गएको बेलामा थियो किताब शाहरुख खानको, ल्याउनै बिर्सिहालेँ यार। शाहरुख खानको लाइफको बारेमा त्यो हामीले सुनेर पनि के गर्ने हो र यार। भन्दै रहेछ यहाँ। जय श्रीराम। भोलि मङ्गलबार हो। ए भोलि त मङ्गलबार हो। अख्तियार दुरुपयोग केन्द्र। अख्तियारको अफिस यत्रो ठुलो छ यार। आफै पैसा खाएर अफिस बनाएको जस्तो छ अख्तियारले, अरूलाई के समझ्छ यार। यहाँ बिस्तारै हिँड है। एकचोटि यहाँ खतरा एक्सिडेन्ट भयो थाहा थियो कि नै, दसैँ तिहारको बेलामा। ओए ढोकेमा पहिला बहुत गयो यार। काम छैन आजकल त। पहिला पो सस्तो हुन्थ्यो र पदार्थहरू पाइन्थ्यो। आजकल पदार्थहरू केही छैन। पहले सोचा था तारों में, मैं तार बार के आंखों में। यो सिद्धार्थ, वाह देखो ले आइगो। हाई गर्यो। अब त्यो हाई गरेको त्यो एउटा चिन्ने चाहियो क्या। पहिला त्यही बेनिफिटमा थिएँ, अहिले एक्सिमको मालिक हो क्या। एक्सिम बुझ्ने छैन। अब त्यसलाई भन त त्यो त भन्नुपर्छ यार। अब यो ब्लगमा हाल्नलाई होइन कि, योभन्दा अगाडि पनि मैले भन्ने गर्थेँ, तर आफ्नो हातमा ह्यान्डल नभएको बेला पनि भन्नै पर्छ। सबै सरकारी गाडी हो। सरकारी गाडी हो केटा हो, सरकारी गाडी हो। 5 बजेपछि पनि चलिरहेछ। 5 बजेपछि सरकारी गाडी चलिरहेछ। अब यसलाई पत्रिकामा हालिदिउँ। यही त सरकारी गाडी हो। 5 बजेपछि पनि चलिहाल्छ क्या। अहिले कति बजी हो? 6 बजे होला। 6 बजीको सरकारी गाडी चलिरहेछ अहिले। पनि के चप्पलमा पुरा हाफपाइट चप्पलमा हिँड्दैछ यार। हाफपाइट चप्पलमा को जान्छ यार। भाटबन्डीतिरको बाजा खतरा देखेको छ। बिहे नगरी भात छैन सरकारी जागिर, पढाइ त बिहे पास, बिहे नगरी भात छैन। ओहो भनेपछि ओहो पछि एउटा गाना। ओहो भित्र चल्न थाल्यो, बाटो हिँड्न थाल्यो, सट्टैको छुकी तिमीले अस्ति नै कसलाई को स्विमिङ गर्छ भन्यो सुन्थ्यो। ढोकेको छ 3 बाइकमा। अब तिनीलाई सोध्नु न त्यसले एक्सपर्ट हुन्छ। थाहा त हुनुपर्ने हो। तिनीहरू त अब तिनीहरूले पनि सोध्यो होला नि यार, के थाहा। यो अगाडि हो बोरा रे। केही न केही हेर। बादल तर बवाल देखेको छ यार। बादल सरी बढी परी पछि लागेछु, बाडुकी बनेर छाउनेछु। Hyundai को शोरूम था।
त्यो हिँड्डाको सुरुमा मैले तिनीहरू कहानी भनेको विकास भन्ने थियो फुलपुरको अस्ति हामी गएको भेट्थेँ नि हिँड्दै यहाँ हिँड्दाको अगाडि गएको थियो मैले कहाँ छौ दोष भनेको म यहाँ छु यार यो यहाँ बोर्डमा के लेखेको छ HUNDI लेखेको थियो प्रोनाउन्सिएसन सोफा प्रोनाउन्सिएसन हानिदिन्छ नि यार हुँदैन नि यस्तो लामो वाला गाडी खतरा लाग्छ यार मलाई वर्ना घाटा काट्नु पर्यो बाटो त काट्नु पर्यो धन्न त्यहाँ राजाको चोकको नाम नलेखेर नेपालको झन्डा राखेको छ नि यार ठिकै हो लायन्स शक्ति प्रवेशद्वार यहीँबाट तर अहिले त्यति औकात छैन यार नत्र टक्क गयो चटपटे खाए के खाने भन्ने र प्याक गर्यो काठमाडौँ चल्दियो टिकट काटेर ठाउँमा एउटा न टिकट त खाली होला त तर के गर्ने यति कुरा भन्न मात्रै सकिन्छ पैसा छैन यार पैसा भन्ने कुरा अब एक खिल्ली चुरोट खान पैसा हुन्न तर खान त खाइन्न त्यही पनि अब एउटा उदाहरणको रूपमा 5 रुपियाँ पनि हुन्छ यहाँ तलाउ रहेछ त यार पानी परेको रहेछ म त तलाउ भनिरहेको यार पानी परेर पानी जम्मा भएको कि तलाउ हो प्लेन त यहाँ ल्यान्ड भएको त पुरा तैरिन्छ होला यार नेपालमा समुद्र नगएर हो नत्र प्लेन हाल्छ इंडियन गाड़ी कति आउँछ यार इंडियन गाड़ी ठाउँमा इंडियन गाड़ी छ यार डॉक्टर गौतम को कि यही होता आज सुन्दैन बोलाउनु के पार्टी हो त खाना त नै खुवाउन यही त तिमीले खुवाउन के तिमीले खुवाउन बोलाउन नि तिमीले खुवाउन बोलाउन अङ्कल सन्तोष आइदियो कि सन्तोषले त पार्टी दिनुपर्ने हो त यार हुन त अब के को पार्टी दिने हो त्यसले न त्यसको बिहा भएको छ न बच्चा भएको त्यो पार्टी दिनुपर्ने कुरै छैन आप त बवाल छ प्यालो त्यो दबाई हालेको हो प्यालो स्मार्ट मिट सप म त सम्राट लेखेको छ कि भनेको स्मार्ट मिट जिन्दगी भरिको लागि साथ दिइरहनु अब यस्तो हो जिन्दगी म के खाने मकै मलाई मकै खान्छ नि यहाँ आएर मकै त घरि उचालेर खायो हुन्छ क्या आज कति दिन भयो यहाँ नआएको त धेरै भयो यार अनि धेरै भयो यार आयल निगम यहाँ छ यहाँ आएर चुरोट खानु लिएको छ त्यहाँ आएर जिन्दगी भरिको लागि जति आइफोन भयो भने DSLR भयो यस्तो स्पिडमा त आवाज माइक किन्नु पर्यो यार यहाँ क्युआर पनि हालिदिनु पर्यो क्या आफ्नो ब्याङ्कको क्युआर पनि हालिदिन्छु पैसा पठाउने यसो
5 रुपियाँ भए पनि 5 जनाले हेर्ने भयो 5 जनाले हेर्ने होला नि 5 जना 5 रुपियाँबाट 25 रुपियाँ त हुन्छ तिमीलाई एउटा सियर राइस खाल्ने पैसा आयो 5 रुपियाँ सब्सक्रिप्सन भन न तर भ्यू चाहिँ खतरा छ यार दिदीको 5 रुपियाँ केटा हो सिगर राइस खाने केटा हो आफ्नो आफ्नो 15 रुपियाँको सिगर राइस खानु भएन 10 रुपियाँको बरु खुकुरी खाऊ मलाई 5 रुपियाँ पठाऊ चियान हुन्थ्यो माथि रातो टालो जस्तो बादल सरी एयरपोर्ट यो यहाँनिर यो पार्कको मैले टिकटक देखिरहेको थिएँ यार त्यो पार्कको त्यहाँनिर मन्दिरनिरको पार्कको टिकटकमा देखिरहेको थिएँ त्यहाँ खुब डेटिङ स्पट हो भनेर खतरा मन्दिरमा पार्क हुन्छ अब फेरि पार्कमा डेटिङ चाहिँ जान्छ नि तर फेरि मन्दिर पनि छ त्यहाँ अटो यहाँ मेरो घर यहाँभित्र जिम जानले मलाई भाडा पर्नुपर्छ टिपिसकमा टिकटक चल्दा मान्छे पढ्नको लागि भाडा पर्छ म जिम जानको लागि भाडा This is fucking Thailand, Bali भन्थ्यो नि तर यहाँ नालादेखि चाहिँ यस्तो बालीमा यस्तो खाल्टो हुन्छ अरे क्या बना इधर साइड को मैं छिड़ती मीना चिल्ले राइट के राइट में आधा तो सर्वेट बनाऊँ होला नि आधा बनाएन भने त फेरि हंगामा भइहाल्छ नि भित्री हाल क्या स्कुटी सिधै त्यहीँ लिएर रोगा टेबलमा नै त्यहाँ ओ मेरो खुट्टा के भयो होला लगभग 30-40 ठाउँ त खाली छ नि त यार कहाँ बस्ने हो पङ्खा छ यहाँ पङ्खा रहेछ पङ्खा पक्ड ठाउँमा बस्ने हो अब यहीँ हो यहाँ पानी छ यसरी पानीमा पौडी खेल्न मिल्दैन पानी ओ टेबल 2-3 छ त यार यति हो अब निस्किनु पर्यो अब बिस्तारै भेट्दै गरौँ न अब कसैलाई लास्टै अब यो ब्लग भन्दा पनि अझै भेट्न मन लाग्छ भने अब क्युआर स्क्यानर हालिदिउँ ल यसो अब इसियामा 1000 रुपियाँ 1500 हालेर मलाई भिडियो कल गर्नु सक्नुहुन्छ